दर्शकबिन यति बेला चाहिँ म उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर 7 चुवाडी भन्ने ठाउँमा चाहिँ यो मदन भण्डारी राजमार्गमा चाहिँ यसरी पैदल यात्रा गरिरहेको छु। आज चाहिँ म यो बजार जाने क्रममा यो छोटो मिठो एउटा चाहिँ भ्लग बनाउँ न त भन्ने उद्देश्यका साथ मैले यो भिडियोलाई सुरु गरेँ। यहाँनिर चाहिँ अलिकति साँघुरो सडक छ। यहाँनिर चाहिँ मलाई हिँड्न पनि डर लाग्छ क्या, किन भन्दाखेरि अब यो ड्रमहरूले गर्दाखेरि चाहिँ यो सुरक्षाको लागि नै हो हुन चाहिँ, तर पनि यो गाडीहरू चाहिँ अझै पनि सुरक्षा भएको छैन क्या, अझै पनि स्पिड चाहिँ कन्ट्रोल हुन सकेको छैन। त्यसै गरी तपाईँहरूले यो पछाडि देख्नु भएको ठाउँ चाहिँ यो चुवाडेको यो मेन चोक हो, जुन चाहिँ तपाईँहरूले अहिले देखिराख्नु भएको छ यही यसरी। अनि त्यसै गरी आज चाहिँ मसँग 100 रुपियाँ छ होइन, मसँग 100 रुपियाँ छ होइन। म चाहिँ यो सपिङ गर्न आएको यो बजारमा तरकारीहरू। अब म चाहिँ अरू त्यस्तो खाले चाहिँ सपिङ गर्न आएको होइन, त्यस्तै उस्तै तरकारी अब खाद्यान्न कुराहरू। त्यसै गरी आज चाहिँ म तपाईँहरूलाई यो बजार भ्रमण गराउनेछु र यो बजारको भौगोलिक अवस्थाहरू के कस्तो छ। त्यसै गरी म चाहिँ यो बजारतिर भित्रिसकेको छु, देख्नुहुनेछ तपाईँहरूले यो बजारको अवस्था। म चाहिँ तरकारी किन्न आउँदाखेरि चाहिँ जहिले पनि यही आन्टीको बाटै किन्छु कि, किन भन्दाखेरि यो आन्टी एकदमै सुलभ सस्तो दरमा चाहिँ हामीलाई सामानहरू उपलब्ध गराउनुहुन्छ, जुन चाहिँ तरकारीहरू। विशेष गरी हामीले तरकारी चाहिँ जहिले पनि हप्ताको एकताले चाहिँ म यो आन्टीकोमा आएकै हुन्छु क्या, अरू दिन नआए पनि होइन। म जहिले पनि आउँदाखेरि चाहिँ म यसो विचार गर्छु अरू पसल भन्दा पनि यहाँ अलिकति भिडै देखिन्छ। कस्तो लाग्छ तपाईँलाई? भनेपछि अब चाहिँ मैले सामान पनि किनिसकेँ। अहिले चाहिँ मसँग 1000 रुपियाँ छ, तर अब म आन्टीलाई दिँदाखेरि चाहिँ कति रुपियाँ हुन्छ है त हेर्नुपर्छ हामीले, कति रुपियाँ बाँकी रहन्छ। मैले चाहिँ सामान किनेको यति हो, यो देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँनिर एकदमै सुलभ सस्तो दरमा चाहिँ हामीलाई सामान उपलब्ध गराउनु भयो। ल आन्टी मेरो सामानको पैसा। त्यसै गरी यो दृश्य चाहिँ यहीँ चुवाडेको हटियाको हो, अर्थात् यो चुवाडेको स्थानीय बजार, जुन चाहिँ हप्ताको एक दिन लाग्छ, त्यो पनि मङ्गलबारका दिन। यो चाहिँ कहिलेदेखि सञ्चालनमा आयो त्यो त मलाई ठ्याक्कै थाहा भएन, तर मैले थाहा पाइकन चाहिँ 12-13 वर्ष भइसक्यो भने यहाँ चाहिँ सामान किनबेच गर्नका लागि यो त्रियुगा नगरपालिका वडा नम्बर 6, 7, 8, 9 का मानिसहरू यसरी आएर यहाँनिर चाहिँ सरसामान किन्ने गरेको पाइन्छ।